तपाईहरुले चाहिँ अहिले वाइटी स्टुडियो खोल्दा एक प्रकारको समस्या हेर्न सक्नुहुनेछ। त्यो समस्या कसरी समाधान गर्ने त्यसको बारेमा भन्न चाहे म हेर्न सक्नु कुन समस्या हो त्यो म हेराउन चाहेछु। प्रथम यहाँ हेर्न सक्नुहुनेछ, यहाँ अलि वेट गर्नु, यहाँ हेर्न सक्नु वी आर एक्सप्रेसिङ इश्यू विथ द सिस्टम फर रियल टाइम डाटा। दिस मे बी कज inaccurate view count and report of video premise। वी आर वर्किङ दिस इश्यू को मतलब, इसको मतलब म बुझाउन चाहे त्यसको लागि च्याट जीपीटी मा जाने अनि म यहाँ सर्च गरेको छु, तपाईहरुलाई हेराउन चाहे अलिकति वेट गर्नु होला। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ, मैले चाहिँ यहाँ सर्च गरेको छु के भन्दैछ यो। यहाँ हामी रियल टाइम डाटा प्रणालीमा समस्या, युट्युबहरुले चाहिँ रियल टाइम चाहिँ डाटा चाहिँ तपाई भिडियो अपलोड गर्नु भएको छ, त्यसमा चाहिँ काउन्ट संख्यामा चाहिँ प्रब्लम आइरहेको छ, त्यसको चाहिँ समाधान गर्दैछ। यस भिडियोको दृश्य, भ्यू काउन्ट र प्रादर्श रिपोर्टहरु गलत। अहिले चाहिँ तपाई भिडियो अपलोड गर्नु भएको छ भने त्यसको चाहिँ भ्यू चाहिँ कम देख्न सक्नुहुनेछ। त्यसमाथि युट्युबको टिमहरुले त्यसमाथि चाहिँ काम गर्दैछ। यसको कारण युट्युबमा कुनै प्रकारको यसको कारण यो चाहिँ देखाएको कारण तपाईको युट्युब स्टुडियो चाहिँ वाइटी स्टुडियोमा कुनै प्रकारको चाहिँ समस्या पर्दैन थियो। यो सन्देशले जनाउँछ कि युट्युबमा सामान्यतः भिडियो हेर्ने, अपलोड गर्ने वा चलाउने कुनै ठूलो समस्या, यसको कारण कुनै प्रकारको चाहिँ भिडियो तपाई हेर्न सक्नु, अपलोड गर्न कुनै प्रकारको समस्या पाउँदैन। तर रियल टाइम डाटा सम्बन्धी समस्या हेर्न सक्नु, तपाई भिडियो अपलोड गर्नुहुन्छ भने त्यसको चाहिँ भ्यू चाहिँ कम देख्न सक्नुहुन्छ। अनि यसको असर कस्तो कुरामा पर्छ, यसको असर तपाईलाई कस्तो प्रकारको भिडियोमा पर्दैछ, भर्खरै तपाईले अपलोड गरेको भिडियोमा पर्न सक्नुहुन्छ, भ्यू कम हेर्न सक्नुहुनेछ। अनि एनालाइटिक वाइटी स्टुडियोमा कम चाहिँ भ्यू हेर्न सक्नुहुन्छ। अनि रिन्यू अवर इन्गेजमेन्ट, तपाई रिपोर्ट ढिलो आउन पहिले देख्न सक्नुहुनेछ। तर यो चिन्ताको कुरा होइन, यो सामान्यतः प्राविधिक समस्या हो जुन युट्युब टिमले, यो चाहिँ कुनै प्रकारको समस्या होइन, यो समस्यामाथि युट्युब चाहिँ काम गर्दैछ। त्यही कुरा हामीलाई चाहिँ युट्युबले भनेको छ। यसले तपाईहरुले कुनै प्रकारको चिन्ता लिनु परेन। भिडियोलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला अनि लाइक अनि कमेन्ट गर्नु होला। कुनै कुरा नबुझेको खण्डमा